मेरो भ्लगमा यहाँहरूलाई स्वागत छ हैन। यो चाहिँ हाम्रो गाउँ हो। पुरै गाउँ नि पाकिसकेको छ है पुरै। अहिले चाहिँ हामी बजार जान लाग्छौँ हैन। बजार चाहिँ ऊ त्यो डाँडामा यहाँदेखि लगभग त्यही 15 मिनट जति लाग्छ। अब यसो मोड फ्रेस। गाउँमा फेरि कोही छैन, सुनसान छ। सबले गाउँ छोड्यो नि त। अब यता बसेर नि काम हुँदैन, बेरोजगारी भएर गाउँ छोड्नु लाग्छ। त्यही भएर ओलेना है, बाजुराको ओलेना भन्ने ठाउँ हो। ल हामी रोडमा पुगिसक्यौँ है। लास्टै धुलो छ आज भोलि रोडमा। ल यो लक्ष्मी बहिनी हो, हाई भन्दै भनेको हाई भनेर गई लक्ष्मी बहिनी हो होइन हाम्रो गाउँको। ल हामी चाहिँ अब जान लाग्यौँ होइन। यो चाहिँ उताको केटी हो, केटी जिस्काउनु मलाई लास्टै लाग्छ फेरि केटी देखेपछि। त्यही भएर केही नबोलेर गइदिएको, गाडी आइदिएको कस्तो उत्तिएर। अटो नि रहेछ यहाँनिर। ल हामी अगाडि गएको, अब पिछा त्यति धुलो आउँदैन होइन। ल यो तिपाडा आयो होइन। फाइनली यो चाहिँ माथिको तिपाडी खोला होइन, उताबाट बगेर आउँछ। सानो छ, बर्खामा लास्टै ठुलो हुन्छ, अहिले चाहिँ सानो छ। यो पुल हो। अब योबाट तल हेर्दाखेरि उता बुढीगङ्गा नदी देखिन्छ होइन। हामीले माछा मार्ने नुहाउने गर्छ यो नदीमा। त्यसपछि हामीले चाउचाउ लगायौँ, चोखोपन र ललिपप लगायौँ होइन। त्यहाँबाट निस्क्यौँ, तर पैसा चाहिँ साउजीले आइसिदियो होइन। चोखोपन चाहिँ हामीले होइन यतै पुलमा खाइदिएको होइन। टक्क हावा आउँछ नि त, शीतल छ, त्यहीसँगै खाइदिएको हामीले। ल मैले ललिपप नि खान लागेँ होइन, तर मलाई ललिपप टोकेर खान मन लाग्छ क्या। अब अटोमा केटाहरू जान ला रहेछ होइन। चाउचाउ नि हानिदिएको हामीले, उता पुग्ने बित्तिकै चाउचाउ नि खाइदिएको। ल यो चाहिँ हाम्रो गाउँ हो, टाढाबाट यस्तो देखिन्छ होइन। ल नजिकबाट हेर्दाखेरि यस्तो देखिन्छ रोड माथिबाट। उता लक्ष्मी बहिनीले हाई गरिदिरहेछ ऊ त्यहाँ घरबाट हेर्नुहोस् त। यो चाहिँ सिलगढी है, 111 किलोमिटर रहेछ। मन्दिरमा पनि पुग्यो नि त एकछिन। ल फाइनली कटेजमा आयो है। ल उता जडाङ्गा हो। आजको भ्लग चाहिँ यति